Hello guys, welcome back to my YouTube channel and welcome back to another vlog. अनि मैले यो YouTube च्यानलमा अपलोड गरेको फर्स्ट भ्लग चाहिँ थियो मैले 12 को एक्जाममा कसरी तयारी गरिरहेको थिएँ अनि गेस वाट आई एम नाउ अ ग्राफिक डिजाइनर. सो यो भ्लगको टाइटल चाहिँ हुनेवाला छ अ डे इन अ लाइफ अफ अ ग्राफिक डिजाइनर स्टेइङ हियर एट काठमाडौँ सिटी. सो अहिले म भर्खरै उठेँ हैन, भर्खरै उठिसकेपछि अब नेक्स्ट स्टेप के त भन्दाखेरि एक्सर्साइज गर्ने, हल्का फ्रेस हुने अनि त्यसपछि अफिसको लागि भाग्ने. कपाल पनि ठुल्ठुलो भएको छ. सो बेलुका आउँदा काट्छु. अहिले बिहान त भ्याउँदैन किनकि हल्का ढिलो उठ्छु नि त म. अनि अब के गर्ने यस्तै छ. अब त्यसपछि अब हल्का फ्रेस हुने, एक्सर्साइज गर्ने थोरै अनि त्यसपछि जाने हाम्रो अफिस. अनि आज म सबै देखाउँछु म दिनभरि के गर्छु भनेर है. सो स्टे ट्युन गाइज. सो गाइज अब चाहिँ म रेडी भइसकेँ है. अब मैले चाहिँ टक्क कोटसोट लगाएर रेडी भइसक्यो अनि हल्का फ्रेस पनि भएर आइसकेँ. कपाल चाहिँ ठुल्ठुलो भइरहेछ. आज बेलुका सायद कपाल काट्छु होला. आज बेलुका कपाल काट्नुपर्छ. अनि म रेडी भइसकेँ. मेरो यहाँनिर ब्याकप्याक पनि रेडी भइसक्यो. ब्यागमा चाहिँ मेरो के छ भन्नुपर्दाखेरि ल्यापटपको चार्जर, आइडी कार्ड्स अनि मोबाइलको चार्जर र एउटा माउस छ है. ल्यापटपमा त्यति मात्र हो, ब्यागमा त्यति मात्र हो होइन. अब आज चाहिँ हल्का ढिलै भइसक्यो किनकि म हल्का ढिलो उठेँ. अब चाहिँ ढिलो भयो भने के त भन्दाखेरि काठमाडौँमा के सजिलो छ भन्दाखेरि पठाउ गऱ्यो. सो आई युज याङ्गो किनकि हल्का सस्तो छ होइन. यहाँ याङ्गोदेखि मेरो अफिस यहाँ मेरो घरदेखि धेरै टाढा पनि छैन. 30देखि होइन 45देखि 50 रुपियाँमा मजाले पुगिन्छ. अनि आई थिङ्क आई क्यान स्पेन्ड द्याट मच मनी ढिलो भएर बेलामा. सो याङ्गो गरौँ अनि जाउँ अफिस. सो अफिसमा भेटौँ है त. सो गाइज म चाहिँ आइसकेको छु अहिले लिफ्टमा. अनि ब्याच मेरो कोचिङ रहेछ होइन. ब्याच हो यो एनएस नेपाल ग्राफिक डिजाइन लेखेको. अनि अब आइडी कार्ड पनि लाउनुपर्छ. म आयो अफिस. यस जोन ब्युटी एकाडेमी चाहिँ मेरो अफिसको फ्लोर हो. म एकचोटि वासरुम गएर आउँछु. सो गाइज म चाहिँ अहिले आइसकेको छु आफ्नो अफिसमा. उहाँ चाहिँ हुनुहुन्छ हाम्रो पृथ्वीराज पाण्डे सर, ग्राफिक डिजाइनर अफ द इयर, मोस्ट डेडिकेटेड ग्राफिक डिजाइनर अफ द इयर. उहाँ चाहिँ हुनुहुन्छ हाम्रो सरन सर, बेस्ट फोटो एडिटर अफ द इयर. अनि यो चाहिँ हो म, मेरो यहाँनिर अब ल्यापटपहरू. हजुर भ्लग यहाँनिर मेरो अब ल्यापटपहरू सबै सेटअप भइसकेको छ. अनि फोन पनि चार्जमा हाल्नुपर्ने छ. अब सब थोक गरेर आइडी कार्ड पनि ल्याइसकेको छु. अब सब थोक रेडी भएर अब काम गर्न लाग्नुपर्छ. अनि यो क्यालेन्डर आज चाहिँ हो कति गते, आज 6-7 गते, 8 गते, आज 8 गते हो वैशाखको. यस्तै छ यो हाम्रो अफिस. गाइज अब चाहिँ हामी बिस्कुट चाहिँ ल सर बिस्कुट लिएर आउनुभयो त्यसको लागि धन्यवाद. मैले बिस्कुट ल्याइदिएको सरको लागि पनि अनि मेरो लागि यहाँनिर चिया. अनि यो हो बिस्कुट. हाम्रो अफिस यस्तो राम्रो अफिस छ. खाजा भनेको बिहान आउने बित्तिकै चिया, बिस्कुट, ब्रेकफास्ट, कफी पनि इन्फाइनाइटली जति खाए नि हुन्छ. अनि चिया बिस्कुट बिहान अनि अहिले एकछिनमा खाना हुन्छ. आज चाहिँ हाम्रो खानामा स्पेसल के छ दाजु सर? आज खानु स्पेसल अन्डा भात. खानामा आज स्पेसल छ अन्डा करी. त्यसै गरी खाना चाहिँ एकदम यहाँको मिठो छ होइन. अनि खाजा पनि खुवाउनुहुन्छ हाम्रो अफिसबाट. अनि चिल छ.
सो गाइज 11:30 भइसकेको छ अनि अहिलेसम्म हामी भर्खरै काम गर्दै थियौँ। अब त्यसपछि हामी सबैजना अब कहाँ जाने भन्दाखेरि खाना खान जाने। खाना खाना फेरि कुनै होटलमा होइन, हाम्रै अफिसमा अन्डा करी आज अन्डा करी। जितेन्द्र सर नजाने? जितेन्द्र सर पनि जाने रे होइन। यो चाहिँ हाम्रो अफिसको लुक भयो। स्टुडेन्ट्सहरू हुनुहुन्छ, यता 2टा झुमर, माथि एउटा झुमर, ऐना कुर्सी, रिसेप्सन। से हाई इन माई ब्लग। हाई गरिदिनु सर। उहाँ चाहिँ हाम्रो नयाँ सर हो। सरको नाम के हो? मेरो नाम समीर पाण्डे। समीर पाण्डे। उहाँ चाहिँ हाम्रो किचनवाला आन्टीको छोरा हुनुहुन्छ होइन। उहाँ चाहिँ कोही नै होइन, टाइम पास। अहिले एकछिनमा यो चाहिँ हाम्रो कृषभ सर, हाम्रो जुन म्याम अलि अँध्यारो भएर देखेन। यसमा चाहिँ यो फोटो गर्ने पनि छ, टिकटकको पनि छ, इन्स्टाको पनि छ। इन्स्टाको यहाँ रहेछ, त्यो चाहिँ फेसबुकको। त्यहाँदेखि यो चाहिँ हाम्रो अफिसमा आउने जाने लिफ्ट। यहाँ चाहिँ सबै स्टुडेन्ट्सहरू। यो चाहिँ हाम्रो अफिसको सानो किचन। हाम्रो अफिसको धुरन्धर सर। अब खाना खाने। ब्लू प्लेट, मलाई ब्लू प्लेट त्यही भएर। उहाँ चाहिँ हाम्रो तारा दिदी खाना बनाउने। जुमको युट्युब च्यानलमा हाल्न भ्लग बनाएको छु कि म, त्यही भएर। यो चाहिँ मेरो खाना। अब खाना लिएर माथि जान्छु अनि माथि गएर कुरा गरौँ ल गाइस। अहिले खाना खाएर आइसकेको छु म। तपाईँहरूले खाना खानु भएन? तपाईँले बोलाउनु नै भएन सर। मैले त खाना खाएर आइसकेँ। अनि हाम्रो भ्युवर्सहरूलाई चाहिँ हाम्रो अफिसमा खाना खाइसकेपछि भाडा आफैले माझ्नुपर्छ। भ्युवर्सहरूलाई होइन कि सर, होइन भ्युवर्सहरूलाई ज्ञान दिएको कि मतलब सम्झाइदिएको। भाडा माझेको देखाउनुलाई बिर्सेँ क्या मैले यहाँ आएर। होइन भयो, पृथ्वी सबै देखाउनु। पृथ्वी सरले ठ्याक्कै माझिसक्यो। ल सरहरू पनि खाना खान जानु, अलिक खाली खाली छ। फेरि आफ्नो काम स्टार्ट गर्ने। गाइस अब हामी चाहिँ जाँदैछौँ यहाँनिर खाजा खान। अनि आजको खाजामा चाहिँ स्पेसल के छ भन्दाखेरि आजको खाजामा स्पेसल दही चिउरा छ। यो हो हाम्रो किचन। फेरि पनि दिदीले यहाँनिर दही रेडी बनाएर राख्नु भएको छ। यसमा हामीले चिउराहरू खाने अनि चिनी आफ्नो स्वाद अनुसार होइन। अब चिनी चाहिँ कता हाल्छ? त्यसपछि चिउरा यहाँ छ। चिउरा खाना खाएपछि खाजा खाएपछि फेरि देखाउँछु। गाइस अब हाम्रो 2टा सर चाहिँ हिँडिसक्नु भएको छ अघि नै। हामी चाहिँ यहाँनिर 7 बजीको सिफ्टवाला हो, मतलब अब हामी 7 बजी निस्किन पाउँछौँ। उहाँ हुनुहुन्छ हाम्रो धुरन्धर नम्बर 1 म्यानेजर, हाम्रो म्यानेजर सर। अब हामीले पनि यहाँनिर के भन्छ यसलाई डेली रिपोर्ट बनाइसकेको छ। अनि यहाँनिर 10 घन्टा पुर्याएर चुपचाप यहाँनिर बसिरहेछौँ। अब 15 मिनट बाँकी छ। 15 मिनटमा अब हामी जान्छौँ हाम्रो आफ्नै कुटीतिर। अनि त्यहाँ गएर मस्त खाएर दिनभरिको थकान मेटेर सुत्दिने। सो गाइज मैले चाहिँ रेकर्ड गर्न बिर्सेको रहेछ होइन। म चाहिँ गाडीबाट उत्रेर आइसकेँ। अनि रेकर्ड गर्ने माहौल पनि थिएन, एकदम भिड थियो। अनि बिहान जाँदाखेरि चाहिँ पठाउमा गएको थिएँ नि त। अहिले आउँदाखेरि चाहिँ गाडीमा आएँ आनन्दले। अनि म जस्ट पुग्नै थालिसकेँ आफ्नो घर। अनि यस्तै हो, आजको दिन यस्तै रह्यो।
करिब 7 बजे चाहिँ अफिसबाट निस्केको थिएँ। अब फेरि बिस्तारै घरतिर लाग्दैछु। अनि यस्तै हो मेरो। हामी चाहिँ यता अनामनगर बसिरहेको छु मैले। सो गाइज म चाहिँ फेरि आफ्नै कुटीमा लौटेर आफ्नै घरमा फर्केर आइसकेको छु। 8 बज्न थालिसकेको छ। अनि अब यो भ्लगलाई यहीँ एन्ड गरौँ, किनकि अब खाना खान नि मन छैन आज मलाई। सुत्दिहाल्ने हो प्ल्याट्टै। ल गाइज यस्तै हो, बाई बाई।